जय श्री राम, जय श्री राम, जय श्री राम, जय श्री राम, जय श्री राम। क्या पाक्दैछ? जय श्री राम, जय सब खनेर मेरो टमाटर खनेर भूत 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 बिजोक 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 टमाटरको है। यो खन्ने चाहिँ कस्तो चाहिँ छ, यस्तो राम्रो टमाटर आइरहेको थियो, सब लडाएर छैन। साग त उत्तानो टाङ लगाएछ। अब कहिले यसलाई मेरो टमाटर बिजोक बिजोक बनाएर राखेको थिएछ। साला के गर्नु, सब टमाटर हो नि लडाएर पडाएर यहाँ खत्तल 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 के खनेको होला। आम्माम्माम्मा डोजरले चलाएर चाहिँ चलाएको छ त के गरेको नि यस्तो। हे भगवान्, सब लडी बडी पारेर सब केही राखेको छैन, केही राखेको छैन खनेर, केही राखेको छैन खनेर। भगवान्, मेरो सागहरू सबै खनेर, मकै बारी खनेर के खोजेको होला यस्तो। यो खोर्सानी लुकाएर राखेको सब खनेर लडाएर साह्रो छ हौ, साह्रो छ। गरी खानै दिँदैन यो एउटा छ हौ, के छ सब खनेर केही पो खान दिँदैन त गरेर त। साग यो सागहरू खत्तल 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 खर कहाँ कहाँ पुरा पुरा साग। यी साग त तल पुरा छ। हे राम हे राम हे राम, के नि यस्तो, के नि यस्तो, के नि यस्तो यस्तो बनाइदिन्छ। मकै लडाएर प्र्याक्कै भाँचिदिएछ नि सालेले। नि मेरो मकै दुःख गरेर गरेको मकै पनि पुडिङ्गै भाँचिदिएछ। भेट्नु चाहिँ भने कुटेरै नि कुटेरै म मार्ने थिएँ होला नि। अब त पिल्टो पार्ने थिएछ। जय श्री राम। यसो छुट्टीको बेलामा सागसब्जी रोपेर एक दुई छाक टरौँला भने त खोइ त अर्ग्यानिक खाउँला। खालि फ्रोजन जिन्दगीभर फ्रोजन फ्रिजमा राखेर खानुपर्ने। एक दुई साग चाहिँ आफूले फलाएर खानु पाए अर्ग्यानिक भनेको खानै दिँदैन। के टमाटर यस्तो राम्रो टमाटर छ नि, के गर्नु है। खनेरै काँक्राहरू कहाँ मुन्टाहरू सबै छुटाएर अलिअलि सानो बिरुवा थियो सबै के गर्नु, खत्तलेर यो किन खोतलेको होला, के खोजेको होला यस्तो साह्रो, के चाहिँ भेट्छ होला यस्तोले। हे राम 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 खोतलेर नि राम 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 खोतलेर मेरो बोडीको माइ गड, बोडीको सबै मुन्टा भाँचिदिएछ। ओ माई गड, के गरेको होला नि यस्तो। हे भगवान्, यसो दुई चार छाक खाउँला भनेको थिएँ, छैन। सब खोतलेर हिरा मोती लुकाएको छ कि के हो भने यस्तै गर्छ यिनीहरूले नि। पुरा हिरा मोती पुरा गाडेको छ यहाँ, जस्तै गरेर खोज्छ, अत्याचारै गर्छ कि। सब टाङ टुङ सब खोतलेर टक सब लडाएर आउँदो मन्टो पारेर के गर्नु। केही छैन कि, खुसी हुनु दिँदैन, प्याट्टै दिँदैन। खुसी चाहिँ भने चाहिँ पिटिकै खुसी त अलिकति बटुले पुरा बर्बाद गरिदिइहाल्छ। यहाँ खोतलेर के गर्नु, यस्तो छ। यस्तो राम्रो बनाएको थिएँ मैले, मजाले दिनरात यसो छुट्टी भएर आएपछि, कामबाट आएपछि न गुड। सब यस्तो अब कहाँ खोज्नु यहाँ सागहरू, सब उधो मिन्टो पारेछ यो सागहरू। सबै सागहरू कहाँ राखेछ। हे भगवान्, के गर्नु, यस्तो छ यस्तो सब उत्तानो टाङ पारिदिएको छ सबै साला। भेटे चाहिँ भने नि यसलाई चाहिँ बाँधेर लट्ठीले नि कुटे गर्नुपर्ने यसलाई।
कस्तो चाहिँ छ हौ। यति आलु खने यति टमाटर भयो यति आलु चाहिँ भयो अर्ग्यानिक आलु छ। अब के गर्नुपर्ने छ भने यो बेथु साग यहाँ छ, यहाँ बेथु साग छ, यो बेथु साग टिप्नु पर्नेछ। अनि यसो दुःख गरेर गऱ्यो रहर। हरे कृष्ण हरे राम 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 हरे कृष्ण। बेथु साग टिपौँ। हरे कृष्ण सब लगाउँछ, घारी भएर चाहिँ लगाएको छैन। दामी छ बेथु साग नि। हत्तेरिका राम्रो आएको छ बेथु साग। मजाले टोक्दैछ नि। झर्दैछ साग झर्दैछ। बोडीको लहरा काट्यो भने चाहिँ Swiss.